एकीकरण गर्ने क्रममा चाहिँ राजा पृथ्वीनारायण शाहले मकवानपुर राज्यको सेन वंशले सञ्चालन गरेको यो गढी विजय गरे पश्चात यहाँको सिद्धेश्वर महादेवको पूजा अर्चना गरे पश्चात चाहिँ काठमाडौँ उपत्यका तत्कालीन कीर्तिपुर, कान्तिपुर यी भक्तपुर जिल्लाहरू पाटनहरूलाई चाहिँ यताबाट प्रवेश गरेर एकीकरण गरेको, यहाँबाट पूर्वका जिल्लाहरूलाई एकीकरण गरेको, मुगलहरूसँग अङ्ग्रेजहरूसँग युद्ध गरेको यो ऐतिहासिक घडीमा चाहिँ यो पृथ्वीनारायण शाहको शालिग प्रतिमामा आज छौँ र यही कुरा रहेको छ। धन्यवाद। ऐतिहासिक मकवानपुर गढी 2 मा पर्दो रहेछ अहिले चाहिँ। एकदमै वैज्ञानिक पाराले निर्माण गरिएको छ। जय गणेश। कहाँबाट ल्यायो होला यत्रो ढुङ्गा यस्तो डाँडामा त्यो बेलामा है? मकवानपुर गढीभित्रको एरिया हो। कता यताबाट घुमौँ है पहिला। यो चाहिँ गढीभित्र ढुङ्गाले निर्माण गरिएको यो चाहिँ गढी दरबार हो, देख्न सक्नुहुन्छ। यसको छानो चाहिँ तत्कालीन समयमा थियो होला, तर अहिले छानो छैन। र यो चाहिँ अत्यन्तै ठुलो पत्थर ढुङ्गाहरू प्रयोग गरेर निर्माण गरिएको छ गढी दरबार। ढुङ्गा देख्न सक्नुहुन्छ। अलिकति माथि चढेर म तपाईँलाई यसको नजारा भ्यू अझै खिच्ने प्रयत्न गर्दैछु। यो चाहिँ गढीभित्र 2टा दरबार छ। यो एउटा दरबार हो भने त्यो उतापट्टिको अर्को दरबार छ। यो बिचको चाहिँ मन्दिर रहेको छ र यसको वरिपरि चाहिँ यसरी किल्ला छ। र त्यतिखेरको समयमा पनि आफ्नो सुरक्षाको लागि यो माथि पहाडको थुम्को टुप्पालाई दरबारको रूपमा सेन राजाहरूले प्रयोग गरेको देखिन्छ र अत्यन्तै ठुलो ढुङ्गाहरू प्रयोग गरेर यो दरबारलाई निर्माण गरिएको छ। र यसको गढीको एकापट्टि साइडमा पानीको ट्याङ्की, यो पहाडको थुम्को करिब 1070 मिटरको हाइटमा भनेपछि खानेपानीको संरक्षणको लागि यसरी खानेपानीको ट्याङ्कीहरू पनि निर्माण गरिएको हामी देख्न सक्छौँ। र यो दरबारमा यो गढीभित्र चाहिँ प्रवेश हतपत गर्न नसक्ने गरेर यसरी दिवार बनाएको छ। र यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ यो मुनि चाहिँ यस्ता किसिमबाट चारैतिर खाडलहरूले हेरेर त्यस बेलामा चाहिँ यहाँ पानी भरिएर राख्थ्यो, शत्रुहरू चाहिँ भित्र प्रवेश गर्न नसकोस् भनेर त्यसरी निर्माण गरिएको भन्ने हामीले जानकारी पाएका छौँ। यो चाहिँ मकवानपुर गढीको केही दृश्यहरूलाई मैले कैद गरिरहेको छु। पट्टि मोवाडाबाट पनि प्रवेश गर्न सक्छौँ र पश्चिमबाट 2टा गेट रहेको छ। यो पूर्व गेटतर्फ चाहिँ श्री 5 बडा महाराज धेरज पृथ्वीनारायण शाहको शालिग पनि निर्माण गरिएको छ। र त्यहाँनिर सेन चाहिँ यो मकवानपुर गढी चाहिँ पृथ्वीनारायण शाहको ससुराली पनि भएको र यहाँनिर ससुरालीले दाइजो दिँदाखेरि सेतो हात्ती भन्ने कुरा छ। त्यो हात्तीको कुरा चाहिँ अहिले म एकछिनमा जोड्छु तपाईँहरूलाई। यो चाहिँ गढीको दरबार भित्र छौँ। यो चाहिँ पूर्वतर्फ एउटा गेट र यहाँबाट केही तल प्रवेश गर्नको लागि यो ठुलो ढुङ्गाहरू त्यतिखेर तत्कालीन समय पनि त्यत्रो ढुङ्गा ल्याएर निर्माण गर्न सक्ने हाम्रो पुर्खाहरूलाई सम्झिनु पर्ने हुन्छ, सम्मान गर्नुपर्ने हुन्छ। यहाँबाट चाहिँ हामीले केही नजाराहरू यो प्रवेशको लागि एउटा
द्वार भयो। पूर्वपट्टिको बाटो प्रवेश गर्नको लागि एउटा नाका जस्तो छ यो। यो चाहिँ धेरै पहिला निर्माण भएको गढी र दरबार भएको कारणले गर्दाखेरि दरबारका केही भागहरू चाहिँ भत्किएको भग्नावशेषको रूपमा देख्न सक्छौँ। पूर्ण रूपमा चाहिँ यो छैन, यस्तो छ। र यो गढीबाट चाहिँ चारैतिर देखिने उपत्यकाहरू, मेरो क्यामेराको क्वालिटी त्यति राम्रो नभएको र मौसम पनि अलिकति तमालो भएको कारणले गर्दाखेरि त्यति राम्रो देख्न सक्दैनौँ। यताबाट देख्न सकिन्छ यो हेटौँडा बजारको क्षेत्रहरू, हेटौँडा उपत्यकाका सबै भूभागहरू चाहिँ यतापट्टि दक्षिणपट्टिको साइडबाट देख्न सक्छौँ। यो चाहिँ चारैतिर बाट ठुल्ठुलो पत्थरहरूले घेरेर एउटा किल्ला, मकवानपुर गढी किल्ला निर्माण भएको छ। अघि नै मैले देखाएँ यो किल्लाको दुवै साइडमा दुईवटा दरबार र दुईवटा दरबारको साइडमा यो खानेपानीको यस्तो ट्याङ्की निर्माण भएको छ। चाहिँ यस्तो ठुलो ढुङ्गाहरूलाई एकदमै व्यवस्थित रूपमा काटेर चाहिँ निर्माण गरेर यसरी यो भित्र दुईवटा दरबार निर्माण भएको छ। यस्तो छ। सायद त्यस समयमा चाहिँ यो दरबारको यो हामी उताबाट प्रवेश गर्दाखेरि बायाँ साइडको यो दरबार हो, दरबारको भवन। यसको चाहिँ छानो अहिले छैन र गाह्रो पनि केही रूपमा चाहिँ कतै टुटेको हामी देख्छौँ। पक्कै पनि यसलाई संरक्षण गरिएको छ अहिले। यसलाई मर्मत समारको कार्यहरू पनि केही रूपमा आवश्यक जस्तो देखिन्छ। दुईवटा दरबारको बिचमा चाहिँ एउटा भगवानको मन्दिर छ। ठ्याक्क त्यो गेटैबाट छिर्ने बित्तिकै यो मन्दिर देख्न सक्छौँ। यो मन्दिर के को मन्दिर हो अहिले म जानकारी गराउँछु एकछिनमा तपाईँहरूलाई। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर यसरी बनाएको रहेछ। यो चाहिँ हाम्रो जे तान्त्रिक भन्यो भने वास्तवमा यो हाम्रो चाहिँ प्यारो नेपाल हो, राष्ट्रिय झन्डा फहराइरहेको छ। नेपालको नक्सा चाहिँ यो पछिबाट बनाएको हुनसक्छ यो। बित्तिकै दायाँ साइडमा रहेको दरबार हो यो चाहिँ। यो चाहिँ पुनर्निर्माण गरिएको भुइँचालोको कारणले गर्दाखेरि यसमा केही क्र्याकहरू आएको थियो। त्यो कुरालाई चाहिँ पछि पुनर्निर्माण गरेर यो अवस्थामा निर्माण हुँदै गरेको हामी देख्न सक्छौँ। सँगै आँपको पनि रहेको छ। यो पश्चिमपट्टिको साइडमा पनि एउटा मन्दिर छ। सम्भवतः यो त्रिशुलले सङ्केत गर्छ यो शिवको मन्दिर हुनुपर्छ। र यो दायाँ साइडको मन्दिरको पछाडि पनि खानेपानी सङ्कलन गर्ने एउटा ट्याङ्की यस्तो रहेको छ। चारैतिर यस्तो किल्ला छ। यहाँबाट देख्न सक्नुहुन्छ यो हेटौडाको उपत्यका हो। यताबाट चाहिँ उता मुगल भारतबाट आएका सैनिकहरू आएको देख्ने ठाउँ चाहिँ यहाँबाट चाहिँ चारैतिर अत्यन्तै राम्रो नजारा, सबैतिरको भूभागहरूलाई दृश्य अवलोकन गर्न सक्ने स्थान चयन गरेर नै यो गढी सेन वंशका राजाहरूले निर्माण गरेको। त्यस पश्चात चाहिँ पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजय प्राप्त गर्नको लागि चाहिँ मकवानपुर विजय प्राप्त नगरी सम्भव छैन भन्ने सोचेर नै यो गढीलाई आक्रमण गरेर पृथ्वीनारायण शाहले चाहिँ जितेको इतिहास
पाउन सक्छौँ। यस्तो छ, यसरी चाहिँ निर्माण गरिएको छ। यहाँबाट देखिने क्यामेराको क्वालिटी र नभएको कारणले होइन भने परसम्मको सबै कुराहरू देखाउँथ्यो म तपाईँलाई। यस्तो छैन। हेलो हेलो नमस्ते। यस्तो छ मकनपुर गढीको अवस्था। यो अत्यन्तै ऐतिहासिक गढी नेपाल राज्य एकीकरणको चरणमा अत्यन्तै महत्त्वपूर्ण स्थानमा लिएको यो मकनपुर गढीको दरबारको तपाईँहरूलाई केही आफूले जाने बुझेसम्मको र यहाँ उपलब्ध भएको स्रोत र साधनलाई प्रयोग गरेर मैले केही जानकारीहरू तपाईँहरूलाई दिने प्रयत्न गर्दैछु है। प्रवेश गरेपछिको दायाँ साइडको दरबारसँगै यो एउटा महादेवको मन्दिर छ। यो सिद्धेश्वर महादेव मन्दिर। कृपया यो मन्दिरको वरिपरि खानपिन गर्न र फोहोर मैला गर्न चाहिँ मनाइ गरेको छ। यो सिद्धेश्वर यहाँको महादेवले चाहिँ आँटेको कामहरूलाई सिद्ध गर्ने पुर्याउने भएको कारणले गर्दाखेरि यो सिद्धेश्वर महादेवको थान स्थापना भएको छ। यो मकनपुर गढीको प्रवेश गरिसकेपछि दायाँपट्टिको दरबारको सँगै रहेको यो सिद्धेश्वर महादेव मन्दिर। हर हर महादेव, जय सिद्धेश्वर महादेव। रक्षा गर्नुहोस्, सबैको कार्यसिद्धि गराइदिनुहोस्। यो चाहिँ सिद्धेश्वर महादेव देख्न सक्नुहुन्छ। यहाँनिर शिवलिङ्ग स्थापना गरेर दैनिक नित्य पूजापाठ हुने। सिद्धेश्वर महाराज महादेव की जय। सिद्धेश्वर महादेव की जय। ओम नमः शिवाय। हर हर महादेव। ओम नमः शिवाय। सिद्धेश्वर महादेव थान। हर हर महादेव। रक्षा गरौँ प्रभु। यो चाहिँ दरबारसँगै एउटा आँपको वृक्ष पनि छ। पक्कै यो त सेन्द्राजकै पालाको वृक्ष त होइन होला, धेरै पुरानो जस्तो त लाग्दैन। तैपनि यो दरबारमा फलफुलको बोट पनि रहेको छ। र यो चाहिँ यो दरबारको खानेपानीलाई संरक्षण गर्ने यो खानेपानी ट्याङ्की, खानेपानी सङ्कलन गर्ने स्थान चाहिँ यस्तो रहेको छ। दरबारमा प्रयोग गरेका काठहरू यो चाहिँ भुइँचालो पुनर्निर्माण गरिएको र अझै छाना हाल्न चाहिँ बाँकी नै छ यो दरबारको। र यसमा प्रयोग भएको ढुङ्गाहरू चाहिँ यो पुरानै दरबारको ढुङ्गाहरू हो। र यसमा सकेसम्म पुरानै काठपातहरूलाई पनि प्रयोग गरेको हामी देख्छौँ। यो चाहिँ पुनर्निर्माण गरिएको अत्यन्तै ठुलो भवन छ। र तपाईँहरूलाई म देखाउँछु, यो देखिरहेको झ्याल चाहिँ पुरै ढुङ्गाबाट निर्माण भएको। त्यो अगाडिको दुलो दुलो पारिएको चाहिँ त्यो काठको होइन, त्यो चाहिँ ढुङ्गाबाट निर्माण भएको छ। अत्यन्तै ऐतिहासिक पुरातात्विक महत्त्वसहितको हाम्रो पुर्खाको चिनो ऐतिहासिक गढी यो मकनपुर गढी दरबारको दुईटा दरबार रहेको छ। यो गढीभित्र चाहिँ यो चाहिँ बायाँ साइडको दरबार हो। यस्तो छ कोठाहरू, यो निर्माण हुँदैछ।
सम्पन्न छाना हालिसकेको अवस्था छैन। के कारणले गर्दाखेरि यसको निर्माण चाहिँ रोकिरहेको छ र यो गढी यो दरबारभित्र छिर्ने ढोका यो सबै ढुङ्गाबाट निर्माण भएको छ। सम्भवतः काठहरू एकदमै कम प्रयोग भएर निर्माण गरिएको छ। यस्तो छ, यसरी देख्न सक्छौँ। गढीको उत्तरपट्टिको पार्टमा देखिने स्थानहरू यस्तो रहेको छ। यो दरबार प्रवेशको लागि 3टा ढोका छ। त्यो झ्याल चाहिँ ढुङ्गाबाट निर्माण भएको झ्याल छ। ढोकामा पनि लगभग काठहरूको प्रयोग अत्यन्तै कम छ। पारिजातको रुख यो गढीको दायाँतर्फ रहेको अर्को दरबार। यो ठुलो गढीमा चाहिँ 2टा दरबार छ है साथीहरू। 2टा दरबार अनि नन्दगोपालको मन्दिर, सिद्धेश्वर महादेवको मन्दिर र 2टा दरबार र वरिपरि चाहिँ चारैपट्टि ठुल्ठुलो ढुङ्गाहरू प्रयोग गरेर बनाएको यो चाहिँ गढी छ। यो गढीको यो बायाँ प्रवेशद्वारबाट प्रवेश गर्दाखेरिको बायाँपट्टिको दरबार हो। यसको चाहिँ पुनर्निर्माण हुन अब यत्तिकै पनि यसको महत्त्व छँदैछ, छुट्टै महत्त्व छ। यसलाई पुनर्निर्माण गरिरहनुपर्छ भन्ने छैन, तर यसलाई संरक्षण गर्नुपर्ने केही कारणहरू छ भने त्यो संरक्षण चाहिँ हामी गर्न सक्छौँ। त्यतिखेरको हाम्रो पुर्खाहरूले प्रयोग हाम्रो कला, हाम्रो पुर्खाहरूको जीवन्त कला देख्न सक्छौँ। यसमा छाना थियो सम्भवतः पहिला त्यो दरबार हुने समयमा। अहिले छाना चाहिँ छैन, तर छाना नभए पनि यत्रो वर्षसम्म त्यत्रो भूकम्प आउँदाखेरि पनि नभत्किने गरेर गरेको डिजाइन निर्माणहरू भनेको हाम्रो पुर्खाहरू चाहिँ कतिसम्मको दूरगामी थिए, कतिसम्मको मेहनत थिए। हाम्रो इतिहास, हाम्रो पुर्खाको इतिहास चाहिँ कस्तो थियो भन्ने कुराको ज्वलन्त उदाहरण हो यो। तर हामी सुनौलो इतिहास बोकेको सन्ततिहरू हौँ हामी नेपाली। अहिले वर्तमान चाहिँ केही रूपमा हाम्रो विकृत छ, तर हाम्रो इतिहास हामीले सम्झने हेर्ने हो भने यी प्रमाणहरूले के भन्छ भने हाम्रो इतिहास चाहिँ एकदमै सुनौलो थियो। अहिले युरोप, अमेरिका लगायतका देशहरूको इतिहास चाहिँ विकृत थियो भने अहिले वर्तमान उनीहरूको सुनौलो देखिन्छ। तथापि तर हाम्रो चाहिँ इतिहास, हाम्रो पुर्खाहरू चाहिँ अत्यन्तै सुनौलो थियो, स्वर्णिम थियो। त्यो युगहरू हाम्रा पुर्खाहरू सबै कुराबाट विज्ञ थिए, सबै कुराबाट एकदम जीवन सञ्चालन, राज्य सञ्चालनको लागि, प्रशासन सञ्चालनको लागि सबै कुराहरूमा व्यवस्थित रूपमा निर्माण गर्न सक्थे भन्ने किसिमको उदाहरणको यो ज्वलन्त उदाहरण यो भिडियोलाई मैले सेयर गर्दैछु। यस्तो चाहिँ सम्भवतः यो सबै ढुङ्गै ढुङ्गा हो। यस्तो उकालो
डाँडामा यसरी एउटै आकारमा यत्र ढुङ्गाहरूको इँटा निर्माण गरेर यत्रो दरबार निर्माण गरिएको छ। सम्भवतः त्यो बेलामा यो दरबारभित्रको प्रशासनिक भवनहरू बस्ने निर्माण गर्ने केही हुनुपर्छ यो। र यस्तो निर्माण छ यसमा प्रयोग भएको। गाराको साइज नै हेर्नुहोस् न, कति ठुलो गाराको साइज छ, लगभग यत्रो मोटो गाराको साइज। अहिले हामीले गर्ने निर्माणहरू भनेको यो यसरी यत्रो वर्षसम्म जीवन्त बस्न सक्ने भवनहरू हामीले निर्माण अहिले गरिरहेछौँ त भन्ने किसिमको प्रश्न पनि मेरो मनमा उब्जिरहेको छ। पक्कै पनि अहिले हामीले गरेको निर्माणहरू, कङ्क्रिट सिमेन्टले गरेको निर्माणहरू यतिका वर्षसम्म यो मकवानपुर गढीको इतिहास हेर्ने भने यो 17औं शताब्दीतिर त अब शाहवंशले आक्रमण गरेको भनेपछि मुकुन्द सेन राजाको अन्तिम राजाको पालामा निर्माण भनिसकेपछि लगभग 15औं-16औं शताब्दीतिरको दरबार हुनुपर्छ। त्यसलाई हेर्ने हो भने अहिले 16औं शताब्दीलाई मान्ने हो भने नि अहिले 2179 लगभग 500 वर्षभन्दा अगाडिको इतिहास हुनुपर्छ। मेरो व्यक्तिगत अनुमान हो, तर यो एक्ज्याक्टली अथेन्टिक प्रमाणित रेकर्ड चाहिँ होइन। 500 वर्षसम्म यसरी उभिन सक्ने पिलर पनि छैन, यसमा रड पनि प्रयोग छैन, सिमेन्ट पनि प्रयोग छैन, तैपनि यस्तो निर्माण गर्न सक्ने हाम्रो पुर्खा को यो गिफ्ट हो हाम्रो लागि। यसको संरक्षण गर्नुपर्छ र यसलाई भिजिट गरेर के कस्तो हामीले एउटा शिक्षा पनि लिन सक्छौँ यो मकवानपुर गढी दरबारबाट। यही कुराहरू चाहिँ कभर गरेर म तपाईँहरूलाई सेयर गर्दैछु। यस्तो रहेको छ। र यो उतापट्टि बायाँतर्फको दरबारमा प्रवेश गर्नको लागि 3वटा ढोका रहेको छ भने पनि 3वटा ढोका छ यतापट्टि उत्तरबाट छिर्नको लागि। यसको 3वटा ढोका छ यो गढी दरबार बायाँपट्टि। अनि त्यसपछि यो दरबारको भित्री कोठा, यसमा एउटा ठुलो प्यासेज छ, बिचमा पार्टिसन छ, यो एउटा सेपरेट छ। र यो यतापट्टिको यो चाहिँ पुरा बाहिरपट्टिको हामीले पिँढी भन्छौँ नि, पिँढी जस्तैको पार्ट हो। दलान भन्छौँ हामीले अहिले गाउँघरमा पाउने घरमा चाहिँ दलान हुन्छ। दलान भयो, दलानबाट भित्र पसिसकेपछि एउटा ठुलो यो छ। अनि त्यसपछि यतापट्टि एउटा कोठा छ। र यो यहाँ बिचमा तपाईँले त्यो पर देख्न सक्नुहुन्छ, यो पार्टबाट चाहिँ पक्कै पनि यो 2 तल्ले थियो भन्ने हामी अनुमान लगाउन सक्छौँ। यसमा काठ अडाउनको लागि स्टेप छ कि त्यो झ्यालको बिचमा हो। त्यो भएको कारणले गर्दाखेरि यो चाहिँ 2 तल्लाको दुईटै दरबार चाहिँ 2 तल्ले रहेछ त्यतिखेर। छिडी र चोटा र छानाको रूपमा चाहिँ के प्रयोग गरिएको थियो त्यो चाहिँ हामीसँग अहिले उपलब्ध छैन। पक्कै छाना पनि ढुङ्गाहरूकै प्रयोग भएको थियो होला भन्ने मेरो अनुमान छ। यतिको गरिसकेपछि त्यतिखेर यो जिङ्क सिटहरू जस्ताहरूको प्रयोग पक्कै पनि थिएन। पक्कै पनि घर छाउने ढुङ्गाहरूकै प्रयोग भएको थियो होला छानाको लागि भन्ने चाहिँ मेरो अनुमान हो। हस्, म चाहिँ यो गढीको अहिले ठ्याक्कै बिचमा प्रवेशद्वारको बिचमा नै एउटा पार्टमा एउटा मन्दिर छ। यो चाहिँ नन्दगोपालको मन्दिर। यो चाहिँ श्रीकृष्णको मन्दिर रहेको छ। यो भित्रको मन्दिरको भित्रको चाहिँ भिडियो फोटोहरूको लिनको लागि अनुमति छैन। र बिचमा बसेर यसको दायाँ र बायाँ दुईटै दरबार र यसले वरिपरि चर्चेको भूभागहरूलाई म कैद गर्ने जमर्को गरिरहेको छु। यो दरबार चाहिँ दुईटा, यो ठुलो गढीमा मकवानपुर गढी चाहिँ ढुङ्गे गढी, सानो गढी, ठुलो गढी, 3वटा गढी छ। सेन वंशको पालक इतिहासको यो ठुलो गढी हो। यो ठुलो गढीको चाहिँ यो गेटबाट प्रवेश गरिसकेपछि देब्रे साइडको यो दरबार एउटा दरबार छ। यसमा
पछाडिपट्टि साइडबाट 3वटा ढोका छ भने अगाडिबाट प्रवेश गर्ने पनि 3वटा ढोका रहेको छ। यो 2 तल्ले दरबार रहेको छ। अनि त्यो दायाँपट्टिको दरबारको साइडबाट एउटा प्रवेश गर्नको लागि पर एउटा हामी देख्न सक्छौँ यो किल्ला छ, तर त्यहाँबाट चाहिँ अहिले प्रवेश गर्ने चाहिँ हामी एउटै मात्रै ढोका प्रयोग गर्छौँ। र यो वरिपरिको भागहरूलाई भूभागहरूलाई चाहिँ म यसरी कैद गर्ने जमर्को गरिरहेको छु। र यो चाहिँ पारिजातको रुख पनि रहेछ। र यो बायाँ साइडको दरबार हो। बायाँ साइडको दरबारसँग चाहिँ सिद्धेश्वर महादेवको मन्दिर पनि छ, जुन चाहिँ यो सिद्धेश्वर महादेवको दर्शन पूजा र उहाँसँग चाहिँ वर माग्दाखेरि चाहिँ हरेक कार्य चाहिँ सिद्ध प्राप्त हुने भएको कारणले गर्दाखेरि यो सिद्धेश्वर महादेवको पनि अर्कै महत्त्व छ। पृथ्वीनारायण शाहले यो मकवानपुर गढीलाई विजय गर्दाखेरि चाहिँ यो सिद्धेश्वर महादेवको पूजा अर्चना गरिसकेपछि सिद्धि प्राप्तिको लागि वर प्राप्त भइसकेपछि मात्रै नेपाली एकीकरणको यो काठमाडौँ उपत्यका, भक्तपुर, ललितपुर, कीर्तिपुरहरू र यहाँबाट पूर्वतिरका भूभागहरू सबै कुराहरूको चाहिँ विजयको सिद्धि प्राप्त भएको र यो सिद्धेश्वर महादेवको त्यो किसिमको महिमा पनि छौँ। हामीले यो सिद्धेश्वर महादेवको दर्शन पनि गर्न सक्छौँ यहाँ। र यही जानकारी गराउँदै फेरि तपाईँहरूलाई सम्भव भएसम्म आफै आएर अध्ययन अवलोकन गरिदिनु हुनको लागि म अनुरोध गर्दछु। होइन भने यही भिडियोबाट भए पनि यहाँले केही मात्रामा जानकारी प्राप्त गर्नुभयो भने आशासहित अहिले म यहाँबाट बाहिर निक्लिँदैछु। हस्, धन्यवाद। यताबाट घुमेर यता जाने नि। यो चाहिँ बाहिरपट्टि गढीको बाहिरपट्टिको भूभागबाट देखिने दृश्य हो। यो यसरी निर्माण गरिन्थ्यो त्यतिखेर। शत्रुहरू, विपक्षीहरू प्रवेश गर्न नसक्नको लागि गरिएको प्रयास। नेपाली सेनासँग चाहिँ अत्यन्तै गहिरो प्रगाढ इतिहास बोकेको ठाउँ पनि हो यो। यस्तो देख्न सक्छौँ हामी। अहिलेको निर्माण चाहिँ सबै ट्रस्ट जस्ता गणतन्त्रले गरे विकास चाहिँ यस्तो छ, राजाहरूले गरेको विकास यस्तो छ। हेर्नुहोस् आदरणीय नेपाली जनता साथीहरू, यो मकवानपुर गढीको दृश्य हो। अहिले गणतन्त्रले गरेको विकास हेर्नु त, त्यहाँ ट्रस्ट टिनको छाना कात्राक पुत्रुक सिमेन्टले पोतेको, यो चाहिँ गणतन्त्रले गरे विकास। यो गढी यसरी ढुङ्गा निर्माण, यो चाहिँ राजाले गरे विकास। यो चाहिँ राजाले गरे विकास। कतिको दुर्गामी थियो राजाहरू भन्ने कुराको उदाहरण हो। यस्तो छ। यो चाहिँ मकवानपुर गढीको 2टा द्वार छ। एउटा पश्चिम गेटबाट छिर्न सक्छौँ भने एउटा पूर्व गेट। यो चाहिँ पूर्वपट्टिको गेटबाट आउने चाहिँ यता रहेछ। यो चाहिँ कान्ति लोकपथसँगै रहेको ठाउँ हो। गढी चाहिँ कान्ति लोकपथको सँगै रहेको छ। यो चाहिँ पूर्वपट्टिको गेटबाट आउन गेट हो। यो यस्तो छ यो गढी।